दर्शकवृन्द, एकदमै खुसीको खबर छ जहाँ चाहिँ मिना बहिनीले आफै कपडा धुने गरेकी छिन् अनि भाइ बहिनीको पनि कपडा धुन्छिन्, घर पनि आफै सफा गर्छिन्। त्यति मात्र होइन, खाना पनि बनाउँछिन् अनि सबैलाई खुवाउन पनि थालिसकिन्। यस्तो लाग्छ मिना बहिनी कुनै दिन बिरामी भएकै थिएन जस्तो लाग्छ अहिले हामीलाई सम्झिँदाखेरि। र आजको दिनसम्म आउँदा पनि हामी सम्पूर्ण तिनजुरे टिम एकदमै गौरवान्वित पनि भएको महसुस गरेका छौँ र सम्पूर्ण सहयोगी दाताहरूमा एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो विक्रम सर यहीँ हुनुहुन्छ, उहाँको श्रीमती यहीँ हुनुहुन्छ। उहाँहरूले यो घर 10 लाखमा हामी दिन्छौँ यो नानीलाई पनि भन्नुभएको थियो र यो घर किन्नको लागि आएको जुन शीर्षकमा आएको पैसा मसँग यहाँनिर 1 लाख रुपियाँ छ। एउटा मानौ अब बैना स्वरूप मानौ अथवा जे भने पनि अब बाँकी रह्यो 9 लाख रुपियाँ र यी मिना बहिनीलाई उपचार गर्दाखेरि अटोमा कुदाउँदा कता कता कुदाइयो होइन, त्यति बेला कति खर्च भयो अनि मिना बहिनीको उपचारको लागि कति सहयोग रकम जुटेको छ त त्यो पनि हामी तपाईहरुमाझ जानकारी गराउनेछौँ। तर आज चाहिँ सिर्फ यो पैसा मिना बहिनीको घरको लागि है भनेपछि अनि आएको पैसा हो र उपचार गर्दाखेरि पनि अझै फलोअपमा पनि जान्छ, अझै कति खर्च लाग्छ त्यो पनि अब हामी अपडेटहरू दिँदै जानेछौँ। र अहिले चाहिँ सबैभन्दा सुरुमा हाम्रो मिना बहिनीसँगै थोरै कुराकानी गर्छु। मिना बहिनी नमस्ते। जोजोलप्पा नमस्ते। लासो लासो भन्छ नि, पहिला त तपाईँ सेवारो मात्रै भन्नुहुन्थ्यो। तपाईहरुले सिकाएकै त्यस्तो अनि हो अनि आउँदैन थियो। ओके, यो पैसा कसले पठाउनु भयो त? ओके, म यहाँनिर वाचन गर्छु है त, यहाँनिर छ नाम। ओके, सबैभन्दा सुरुमा युएसबाट आमा वाङमो तामाङ र उहाँको छोरा दोर्जी तामाङ युएसको रोचेस्टर न्युयोर्कबाट चाहिँ उहाँले 70,460 रुपियाँ पठाउनु भएको छ र हाम्रो दर्जी तामाङज्यूले चाहिँ त्यहाँ रोचेस्टरमा रहेको सम्पूर्ण तामाङ समाजबाट पनि केही रकमहरू हामी कलेक्सन गर्दैछौँ र नानीहरूको घरको लागि उपचारको लागि भनेर चाहिँ उहाँले मलाई प्रतिबद्धता पनि जनाउनु भएको छ। उहाँलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु हाम्रो दर्जी तामाङ। र त्यसै गरी हर्क राई पनि हुनुहुन्छ युएसबाट है, उहाँले पनि 15,315 रुपियाँ पठाउनु भएको छ र हाम्रो एकदमै मनैदेखि सम्मान छ हाम्रो हर्क राई दाइलाई पनि। र यसै गरी हाम्रो जिम्बा लामा अनि शुक्रानी लामा हुनुहुन्छ, उहाँले त धेरै ठाउँ सहयोग गर्नुभयो। सायद उहाँले पठाउनु भएको सहयोग रकम हामीले कति ठाउँ बाँड्यौँ, सायद त्यो रेकर्ड हेर्दाखेरि एउटा फाइल बन्छ होला होइन। र जिम्बा लामा र शुक्रानी लामा उहाँले सुरुमै 26,200 रुपियाँ पठाउनु भएको थियो र नानीलाई कपडा किन्दा अनि अटोमा कुदाउँदा कता कता कुदाउँदा निकै खर्च पनि भयो। तसर्थ अहिले चाहिँ 70,000 15,000 र जिम्बा लामा र शुक्रानी लामा दिदीको पैसाले जम्मा जम्मिया 1 लाख रुपियाँ चाहिँ पुऱ्याएर हामी आज चाहिँ यो अब मिना बहिनीकै हातबाट त दिने होला नि होइन। मिना बहिनी, यो चाहिँ अब पहिलोचोटि तपाईँको हातमा यति धेरै रकम आयो है, यो चाहिँ तपाईँको घर किन्दैछौँ। हजुर, यो घरको लागि त पैसा दिनु पर्यो नि त होइन, कसलाई दिने त? उहाँलाई। ल लिनु होला है। ल अब तपाईँले अब बैना सम्झे पनि भयो, जे सम्झे पनि भयो होइन। अब 1 लाख रुपियाँ तपाईँको भयो, अब बाँकी जुट्नु छ 9 लाख रुपियाँ। तपाईँलाई बधाई। के भन्न चाहनुहुन्छ? के भन्न चाहन्छु भने अब नानी बाबुहरूको लागि यो घर हामीले अब 10 लाखमै दियौँ होइन। अनि बाँकी रहेको रकमहरू चाहिँ जबसम्म उठ्नु सक्दैन उठेपछि सबै क्लियर गर्दा हुन्छ। भनेपछि कुनै भाका साका भन्ने कुरा पनि भएन, नानीहरूले त बस्दै गर्दा पनि भयो होइन, अस्तिदेखि नै बसिराख्नु भएको छ। भाका छैन होइन, जति बेला अब 9 लाख उठ्छ त्यति बेला नै दिँदै गर्नु है। सम्पूर्ण सहयोगी दाताहरूमा यो म विनम्र अनुरोध पनि गर्न चाहन्छु, नानीहरूको यति सुन्दर बस्ने घर र घर त अब जसो तसो जुट्ला, तर यी नानीहरूलाई पढ्न पनि त पर्यो। यी नानीहरू बोर्डिङ पढ्ने भन्दैछन्, यी नानीहरूलाई बोर्डिङ लाउनु छ होइन।
अनि मिना बहिनी पनि पढ्नु छ, त्यो भएको कारणले गर्दा पनि यी नानीहरूलाई सकेको सहयोग गरिदिनु होला भन्न चाहन्छु है। मिना बहिनी, आजभोलि तपाईँ त निकै दुःखी हुनुहुन्छ अरे नि हो? खासै छैन। खासै छैन, दुःखी हुनुहुन्छ अरे। कसले भन्नु? खुसी चाहिँ कतिको हुनुहुन्छ त? धेरै नै खुसी छु म। धेरै नै खुसी हुनुहुन्छ। अनि सम्पूर्ण सहयोगी दाताहरूलाई के भन्नुहुन्छ? म चाहिँ खासै बोल्न आउँदैन भन्नु चाहिँ। पहिला त धेरै बोल्न आउँथ्यो। पहिला धेरै बोल्न आउँथ्यो। हेर्नुहोस्, उहाँ बिरामी हुँदाखेरि एक शब्द यो माइक खोसी खोसी बोल्ने मान्छे होइन। अब अहिले चाहिँ लु लु अब लु। अनि म चाहिँ भन्छु जतिखेर पनि यो के अरे सोच्ने गर्छु म कस्तो हुन्छु होला भविष्यमा, अनि कस्तो ठाउँमा पुग्छु होला भन्ने धारणा गर्दै बस्दै बस्दै आयौँ। यहाँसम्म चाहिँ तपाईँहरूले ल्याइदिनु भयो, खुसी लाग्यो। खुसी लागेको छ र सम्पूर्ण सहयोगीदाताहरूलाई हृदयदेखि नै धन्यवाद। हृदयदेखि धन्यवाद। धन्यवाद छ है। ल अनि कान्छी के छ, तिमी कतिको खुसी छौ? धेरै। फ्यान बन्द गऱ्यौँ भिडियो बनाउँदाखेरि होइन, अलिकति गर्मी भइरहेछ। धेरै खुसी हो। अनि घर कस्तो लागिरहेछ? राम्रो लाग्यो। राम्रो लागिरहेछ। अनि कान्छा त आउनु न, कान्छा चाहिँ यहाँ आउनुहोस् न। ल कान्छालाई चाहिँ कस्तो लागिरहेछ? मलाई चाहिँ राम्रो लागिरहेछ। हो, तपाईँले सोच्नु भएको थियो यस्तो घरमा बसिन्छ होला, यस्तो ठाउँमा बसिन्छ होला भनेर सोच्नु भएको थिएन? साँच्ची तपाईँहरूलाई हामीले यहाँ नल्याएको भए यतिखेर के गर्दै बस्नुहुन्थ्यो होला नि? यति बेला दरा बोक्दै बेच्दै हिँडिरहेको हुन्थ्यो होला। अनि अरू अरू चाहिँ अब बोकै हिँडिरहेको हुन्थ्यो होला, रुँदै रुँदै हिँडिरहेको हुन्थ्यो होला है। तर अब त कति भयो यहाँ तपाईँ हामी यसरी बसेको? लगभग 10-12 दिन भयो। 10-12 दिनमा कति फरक पाउनु भयो त? राम्रै फरक पाइयो। धेरै फरक पाइयो। ओके, अब मिना बहिनीको लागि एउटा फ्रिज पनि किन्नु छ। अब लिएर आउने ल। अनि अरू के मिक्सचर पनि ल्याउने? अनि पिस्नु परेन? अनि अचारहरू पिस्नुपर्छ, यो गर्छ होइन कति। अनि तपाईँ थाक्नुहुन्न? कति धेरै काम गरेको? थाक्दिनँ म धेरै काम गर्छु। कति धेरै काम गरेको? अघि हामी आएदेखि काम गरेको छ। अघिमा सुतेको पनि थिएँ नि त। कहिले काहीँ सुत्नु पनि पर्छ, रेस्ट पनि गर्नुपर्छ होइन। ओके, अब तपाईँलाई नि म एउटा क्वेसन सोधेँ कि म यस्तो लाग्छ म पूर्ण रूपमा अब त ठिक भएँ जस्तो लाग्छ कि लाग्दैन? पूर्ण रूपमा चाहिँ ठिक चाहिँ भएको चाहिँ लाग्दैन। केही मात्रामा 100मा 90% चाहिँ ठिक भयो जस्तो लाग्छ होइन। अझै पनि केही कुराहरू चाहिँ भइरहेको छ होइन त? भइरहेको हो तपाईँहरूमाझ पनि यही भन्न चाहन्छु। त्यो अलिकति रिङ्गटा लाग्ने टाइपको हुँदैछ कि छैन? त्यो त भइरहन्छ नि। रिङ्गटो चल्छ, त्यसपछि टाउको दुख्छ, त्यो उठ्ने बेलामा यस्तो पातहरू गल्छ र त्यो पहिला धेरै काम गरेर पनि होला क्या सायद। त्यही काम गरेर पहिला चाहिँ यस्तो अलिअलि दुख्न थालेछ। अब त बिस्तारै रिकभर हुन्छ होइन। कति राम्री छ क्या हाम्रो मिना बहिनी फेरि। अनि विक्रम सर, अब जुन शीर्षकमा आएको पैसा तपाईँहरूमा बुझाएँ मैले होइन। अब बाँकी पनि अब आउँदै जान्छ, बुझाउँदै जाने, नानीहरू बस्दै गर्छ। अब नानीहरूलाई ढिला नगरिकन स्कुल पनि लाउनु छ होइन। सम्पूर्ण सहयोगीदाताहरूमा के भन्न चाहनुहुन्छ? अघि पनि मेरो उता लपले भनिसक्यो। लप भन्छु कि खालि म चाहिँ होइन। लप भनेको रुचाउँछ अरे, श्रीमती भन्ने अलिक लाज लाग्छ अरे कि लप भन्छु क्या म। उहाँले ठिक भन्नुभयो होइन। यता यहाँ आउनुहोस् न। अहिले उहाँले 1 लाख रुपियाँ लिनुभयो किनकि यो त घरको लागि पठाएको हो। सहयोगीदाता अघि भन्दै हुनुहुन्छ, नाम के भन्नुहुन्थ्यो? हजुर हाम्रो दोर्जे तामाङ र उहाँको मम्मी हुनुहुन्छ वाङमु तामाङ। उहाँहरूलाई धेरै धेरै अनि हर्क राई पनि हुनुहुन्छ, लगायत सम्पूर्ण जिम्बा लामा, सुक्रानी लामा पनि हुनुहुन्छ। जति पनि हामीले सहयोग गरिराख्नु भएको छ उहाँलाई एकमुष्टमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किनकि गर्नुपर्छ त यस्तै होइन। यस्तै उनीहरू त असली पीडित हो नि त होइन। उहाँहरूलाई गर्नुपर्छ र आज 1 लाख रुपियाँ चाहिँ एउटा बहिनाको रूपमा दिनुभएको छ। अब हामीले भोलिले पर्सिले निकोसीले भन्दैनौँ न होइन। अब सहयोग जहिले उठ्छ तबसम्म चाहिँ त्यो हामीलाई दिँदा हुन्छ होइन। यदि अब उठेर सहयोग पुगेन भने पनि के गर्ने त्यतिखेर? पैसा चाहिँ अब फिर्ता दिने हो
होइन, उहाँको लागि केही अर्कै व्यवस्था गर्ने हो होइन। र पनि यहाँ जति बस्दा हुन्छ किनकि उहाँहरूको त एउटा सडकबाट उठाएर लिएको हो हामीले। अब तपाईँ हामीले नै सडकबाट उठाएर लिएको। तर अब भनौँ न मानव 10 लाख पैसा उठेन भने हजुर, अनि त्यसपछि अब अर्को ठाउँ कसरी विकल्प केही रहेन, फेरि कसो गर्ने त? खोज्नुपर्छ, आउँछ। तर यस्तो हो कि म पनि एउटा अब मिडियाकर्मी यही क्षेत्रको मान्छे भएर चाहिँ हामीलाई युकेबाट हङकङबाट हाम्रो सेलरी अहिले चाहिँ आउने बेला भएको छैन, सेलरी झर्ने बेला भएको छैन। विक्रम सर चिन्ता नगर्नु, फिक्री नगर्नु, हामी महिना मरेपछि हालिदिइहाल्छौँ, त्यो 10 लाखको टेन्सन नगर्नु भनेर यतिसम्म चाहिँ राम्रो उहाँहरूले कुरा गर्नुभएको छ सहयोगी दाताले होइन। र मलाई लाग्छ 10 लाख त पक्कै पनि उठ्छ होइन। तर फेरि एउटा कुरा के हो भने 10 लाख मात्रै उठेर मात्रै भएन होइन। मैले त्यो पैसा पाएँ, त्यो पैसा मैले पाएर आनन्दै मेरो मन हुँदैन, किन भनौँ न। 10 लाख घरमा त ठिङ्गै भएर भएन नि त। हामीले अनुको जस्तै अनुको भाइ बहिनीलाई 10 वर्षको लागि बोर्डिङमा हामीले चाहिँ एउटा एग्रिमेन्टै बनायौँ होइन। भोलि कुनै कर्मचारीहरू कुनै टिचरहरू चाहिँ त्यहाँबाट चेन्ज भए तापनि हामीसँग अदालतसम्म जाने कागज छ नि त, मुद्दा जित्ने कागज छ नि त। हो त्यस्तै यिनी दुईजनाको लागि पनि बनाइयो भने कति आकाश उज्यालो हुन्छ होला। र यी नानी अहिले अशक्त छ होइन, पूर्ण रूपमा ठिक भएको छैन। यी नानी पनि डक्टरको भनेअनुसार 2-4 महिनामा ठिक होला। यी नानीले होइन, डक्टरले के भन्नुभएको छ भने यो नानी पूर्ण रूपमा ठिक हुनको लागि कम्तीमा पनि 15-16 महिना लाग्छ भनेको छ होइन। अनि त्यहाँदेखि पनि अझै उसले चाहिँ लगभग यो नानीलाई राम्रो रिकभर हुनको लागि चाहिँ 3 देखि 4 वर्षसम्म चाहिँ यो नानीलाई फलोअपमा ल्याउनुपर्छ भन्ने। त्यस कारण लागि यी नानीको लागि पनि शिक्षाको लागि शिक्षा त लिनुपर्छ। शिक्षा र स्वास्थ्य जतिको ठुलो केही पनि होइन मान्छेको जीवनमा। पैसा त भोलि पनि कमाइला, पर्सि पनि कमाइला होइन। त्यस कारणले गर्दाखेरि यिनीहरूको लागि पनि अलिकति चाहिँ अनुको जस्तै अहिले अनुलाई हेर्नु त सिङ्गो भविष्य बाँकी छ। अब यिनीहरूले कसरी काम गरेर खान्छ, पहिलाको लेभलमा त लानु भएन होइन। र ती अनुलाई हामीले जसरी ब्याङ्क डिपोजिट गऱ्यौँ होइन, उहाँलाई ब्याजले खानु पुग्यो नि त होइन। त्यसरी नै यो घर को तिरिसकेर पनि यिनीहरूको लागि अलिकति डिपोजिट ब्याङ्कमा राखिदिनु पाए आकाश कति उज्यालो हुन्थ्यो। हो एकदमै राम्रो। र सम्पूर्णमा म विनम्र अनुरोध पनि गर्न चाहेँ र हाम्रो कोसिस के भने नि यी नानीहरू छताछुल्लै बसेको, कोही कसको घरमा कोही कसको घरमा, अझै एकजना नानी ल्याउन बाँकी नै छ होइन। अनि आमा कता नानी कता होइन। आमाले यो नानीहरूलाई त्यतिकै छोडेको होइन, उनको पनि एउटा ठुलो बाध्यता छ, आफ्नो ज्यान बचाउनु थियो उसलाई पनि होइन। र हामीले चाहिँ उनीहरू यसरी छताछुल्ल बसेको परिवारहरू चाहिँ एकै ठाउँ बसुन् अनि त्यसपछि राम्रो शिक्षा हासिल लिउन् र यतिको घरमा बस्यो भने त पक्कै पनि यी नानीहरूको भविष्य राम्रो हुन्छ भन्ने हामीले सोचेर नै यो कदम अगाडि बढाएको हो। यदि तपाईँलाई कस्तो लाग्छ यो विषयमा, यदि राम्रो लाग्छ भने कमेन्ट गर्नुहोला र यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र सक्नुहुन्छ भने सकेको सहयोग यी नानीहरूलाई गरिदिनु होला पनि भन्न चाहन्छु। र अब हामी पक्कै पनि उता एउटा सानो बहिनी छ होइन त मिना? एउटा मिना त्यो छ लिएर आउनु छ होइन। नाम चाहिँ दिपा हो। नाम के अरे? दिपा हो। तिम्रो दिदी हो कि बहिनी हो? सबैको बहिनी हो कि बहिनी? अनि यस्तो नि त, अब यी दुईजनालाई बोर्डिङ लायो भने त एकजना त फ्रीमा पढ्न पायो होइन। र त्यो भएको कारण त्यो उसलाई चाहिँ लिएर आउनु छ क्या। अनि त्यसपछि यी दुईजना बस्नु थियो, तिनैजना पढ्न पायो मजाले होइन। र यो ठाउँमा बसेर पढ्नु र त्यहाँ बस्नुमा आकाश जमिन फरक छ नि त होइन। र ल्याउने हो कि नै बहिनीलाई? ल्याउने हो। उहाँ त स्कुल पनि धेरै टाढो ओह्रालो पर्छ, जाने उकालो पर्छ, ए हो धेरै टाढो हो। भोरले त्यो भोरले भनेको सुकुरुन अलिकति माथि हो, सिजाने भनेको अर्कै गाउँ हो नि त। कति लाग्छ यिनीहरू जानु स्कुल? स्कुल कति घन्टा लाग्छ? 2 घन्टा जति लाग्छ जानु। यहाँ 5 मिनेटमा पुग्छ। 5 मिनेटमा पुग्छ होइन। यहाँ 5 मिनेटमा पुग्छ। त्यही पनि उहाँ त गाउँमा हो नि त, गाउँमा अनि उकालो मात्रै। ल कान्छ। अनि त्यहाँदेखि यसरी तपाईँहरूलाई यसरी सहयोग गर्नुहुने सम्पूर्ण भगवान रूपी सहयोगी दाताहरूलाई के भन्नुहुन्छ? उता फर्केर भन्नु ल, तपाईँलाई हेरिराख्नु भएको छ। चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु र सहयोग धेरै गरिदिनु होला र अनि हामी घर किन्नु पाऊँ अनि स्कुल पढ्नु पाऊँ र धेरै ठुलो मान्छे बन्नु पाऊँ। वाह तिमी चाहिँ के भन्न चाहनुहुन्छ? त्यही भन्न चाहनुहुन्छ? सेम हो, कपी पेस्ट हो। ओके, हाम्रो मिना बहिनीले के भन्न चाहनुहुन्छ? म चाहिँ भन्न चाहन्छु किनकि उहाँहरूले अझै पनि सहयोग गरिदिन्छ भनेर आशमा पनि थियो, गरि पनि रहनु भएको छ है। अनि
अनि अनि खासै भाइरल बिर्सिनु भयो होइन हाम्रो मिना बहिनीलाई सोधौँ यो घर मन पर्यो मन परेन मन पर्यो मलाई एकदमै चाहिन्छ ल तपाईँहरूलाई सबैले यहाँनिर हेरिराख्नु भएको छ सबैले माया गर्नुभएको छ है र पक्कै पनि यो घर तपाईँहरूको हुन्छ होइन अब भइसक्यो भन्दा नि हुन्छ नि ल त्यस्तो नसम्झिनु होइन र अब उहाँले भन्नुभएको छ त यो पैसा आउँदै गर्छ बस्दै गर्नु नानीहरू पढ्दै गर्नुपर्छ भन्नुभएको छ है अब त ढुक्कले बस्ने हो नि त है अमेरिकाबाट यसरी नै अमेरिकाबाट मिना बहिनीलाई भन्नु टेन्सन नलिनु अरे घर म एक्लै आए पनि चाह्यो भने किनिदिन सक्छु होइन भनेर भन्नुभएको छ है टेन्सन नलिनु अरे उहाँले खर्च पठाउनुहुन्छ अब होइन अब 2-4 दिनपछि 50,000 पठाउनुहुन्छ अहिले चाहिँ अनि पठाइसकेपछि उहाँको नाम भन्ने अनि भिडियो कलमा बोल्ने ल अमेरिकामा हुन्छ अहिले चाहिँ भनिहाल्दिनँ नाम सहयोग रकम आइसकेपछि म भन्छु ल हुन्छ ओके र आजको अपडेट तपाईँहरूमा राख्दै अब हामी जान्छौँ कहाँ के अरे अहिले हामी कहाँ जाने फ्रिज किन्नु फ्रिज पहिला फ्रिज किन्ने अनि धरान पहिला होइन फ्रिज किन्ने अनि धरान जाने ए हो उयो गरिरहेछ पर्खिरहेछ धरानमा ए हो लौ समय हामी सिधै धरान जान्छौँ अस्तिको पल्ट चाहिँ आमाको नाम बिर्से हङकङमा आमा हुनुहुन्छ छोरी आउनु भएको थियो नि धरानको सहयोग दिनको लागि हजुर हजुर उहाँ हुनुहुन्छ उहाँ मिक्सरकोबाट पनि आउनुभएको छ ए हो धरानमै हुनुहुन्छ ल ल हामी धरान जाने त्यसपछि फ्रिज किन्ने घरमा आज नयाँ फ्रिज राख्ने हुन्छ ओके ह्याप्पी खुसी कान्छी खुसी छैन होला रुँदैछ अलिकति भन्न चाहेँ मैले होइन धेरै गरिब भइसक्यो उहाँले चाहिँ भाइले चाहिँ के भन्थ्यो भने यहाँ भित्र छिर्नु बित्तिकै अङ्कल अङ्कल भन्नु न यो घर कसको यो कसको हाम्रो हो भन्दै थियो पुरा छलफलिरहेको थियो पुरा छटपटाइरहेको थियो कि अब त ढुक्क पनि तिम्रै हो यो ओके पैसा ऊ दिइसक्यो ऊ बैना मारिसक्यो अब त यस्तो छाप लगाइसक्यो है ओके सम्पूर्ण दर्शक महानुभावहरूमा यस्तै खुसीको खबरहरू तपाईँहरूमा राख्ने बाचाका साथ अनुभवनीको अरू अपडेटहरू अनि बाँकी सहयोगी दाताहरूले के कति मिना बहिनीको के कति सहयोगहरू रकम जुट्यो त्यो पनि तपाईँहरूमा राख्ने बाचाका साथ म खेमदेवान बिदा हुन चाहे अलिकति हजुर हामीले चाहिँ अनुको चाहिँ 1 महिना बेसी हामीले घर बनायौँ है उहाँको काम कार्यमा लाग्यौँ है किनकि हामीले मजबुत होइन मजबुत बलियो अलिकति जिब्रो लागेन सरी बलियो घर बनाउनको लागि हामीले धेरै टाइम लाग्यौँ हामी 1 हप्ता 4 दिन 5 दिनमा सक्दैनौँ न हामी 1 महिनाभन्दा ज्यादा लाग्यो त्यही कारणले गर्दाखेरि अनु भन्दा मिनालाई पनि अनु भनिरहेको छौँ र कमेन्टमा पनि यो मान्छेले कति साह्रो उमेर पनि सेम बेस्ट फ्रेन्ड पनि हो अनि कति कमेन्टमा चाहिँ भन्दै हुनुहुन्छ कति साह्रो अनुको नाम लिएको मिनालाई यो के खालको पत्रकारहरू भन्दै भन्नुहुन्छ होइन तपाईँलाई धन्यवाद दिन चाहन्छु ओके हामी यति नै गरौँ हामी धरानतिर जाउँ ल ओके हस् कति मिनट भयो गर्मीले त धनै पाकियो त हौ फ्यान खोलौँ पहिला खोलो कान्छा तिमी नुहाउनु त तिमी नुहाइहाल त घाँटीभरि तिम्रो लेग्रै आयो